यहाँ कुन सुटिङ हुँदैछ डाक्टर साहब हाङ सर? आज चाहिँ हामी एकदमै रमाइलो गर्दैछौँ। साह्रै खुसी लाग्छ नेपालदेखि तपाईँहरू आइपुग्नुभयो, हाम्रो दिलीप सर, हाम्रो पपी बहिनी, हजुर, जुन चाहिँ सेवा लिएर आउनुभएको छ। आज चाहिँ हामी यहाँ भेटघाट तथा कलाकार सम्मान, हजुर, र हाम्रो बिबिक्यू, यो चाहिँ हङकङमा चाहिँ जहिले पनि यसो विकेन्डमा चाहिँ बिबिक्यू गर्ने एउटा मनलाई रसिलो बनाउने चलन रहेछ। एकदमै खुसी लाग्छ मलाई पनि, र यो समयमा तपाईँहरूलाई भेट्न पाउँदा, तपाईँसँग समय व्यतीत गर्न पाउँदा हामी एकदमै आभारी छौँ। र अब केही समयपछि तपाईँहरूको फिल्म हेर्न जाँदैछौँ। हुन्छ हाङ सर, अब तपाईँ अब नेपालमा चाहिँ 10औं 100औं म्युजिक भिडियोहरू बनाउनु भयो होइन, अनि फेरि तपाईँ अब चिरपरिचित व्यक्ति पनि हुनुहुन्छ, अनि अब तपाईँहरूको एउटा नेतृत्व, तपाईँको एउटा सल्लाह सुझावले हामी पनि हङकङमा यो सुन्दर सहरमा हामी पनि आउनु पाएको छौँ। यसमा हामी एकदम गर्व मानेको छौँ र तपाईँहरूप्रति हामी आभार व्यक्त गर्दछौँ। र आज चाहिँ हाम्रो सिनेमा चलचित्रको चाहिँ भव्य प्रदर्शन हुँदैछ। तपाईँहरूको एउटा आयोजक टिमहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। अब के छ, यहाँ बसेर तपाईँले निरन्तरता त दिइराख्नु भएको छ है सर? यो एकदमै के छ भने अहिले मुन्चेत संस्था भर्खर गठन गरिएको छौँ। हजुर, र अब चाहिँ म यहाँ पनि धेरै आदरणीय दिदीहरूले, दाइहरूले यो पालाम हातपात सम्बन्धी काम गरौँ भनेर एकदमै सल्लाह लेखे हुनुहुन्छ मसँग। हजुर, अलिकति म पनि अलिकति भर्खर नयाँ ल्याएको छु। केही समयपछि चाहिँ यो काम पनि पक्कै गरिनेछ। हजुर, र मेन त अहिले मुन्चेतका हाम्रा कलाकारहरू एकदमै बाक्लो रूपले आउँदै हुनुहुन्छ। यो जीवन केदाङ राम्रो दुर्गा पनि छ। तब तपाईँहरू त्यसपछि फेरि अब हाम्रो अगस्तमा सागर केरम सर पनि आउँदै हुनुहुन्छ। ए हजुर, चाहिँ यो आफ्नो संस्थामा आबद्ध भएका सबैलाई चाहिँ छुट्याउने हिसाबले लागि परेको छौँ। र राम्रो एउटा सहकार्य होस् र नेपाल र हङकङको मुन्चेतले चाहिँ के राम्रो काम पनि आम दर्शकले दिन सकोस् भन्ने हेतुले एउटा त्यो चाहिँ एउटा आत्मीयता पारस्परिक तरिकाले बार्बिक्यू गर्ने, भेटघाट गर्ने तरिकाले लागि परेको छौँ। यो विषयमा एकदमै हाम्रो अध्यक्ष रविन्द्र मल्ल सर, त्यसै गरी हाम्रो वरिष्ठ उपाध्यक्ष भवेन्द्र थामसाङ सर, होइन, हाम्रो सल्लाहकार विष्णु थेबे सर, हाम्रो हाङबारे सरहरू, हाम्रो सबै हाङबारे सर सबै एकदम पोजिटिभ हुनुहुन्छ। हजुर, र खुसी लाग्छ। भोलिको दिनमा पक्कै पनि म याक्थुङ मुन्चेत चोकसँग हङकङ र याक्थुङ मुन्चेत चोक नेपालबाट चाहिँ धेरै राम्रो कामहरू आम दर्शक श्रोतामा हामी पक्कै पनि पस्किने छौँ जस्तो लाग्छ मलाई। अवश्य पनि, किनभने उहाँ नेपालमा पनि याक्थुङ मुन्चेत चोकसँगको एकदमै राम्रो सङ्गठन छ र हङकङमा पनि यति राम्रो छ। र हाम्रो विशेष हाम्रो संस्थापक हुनुहुन्छ हाम्रो मौसम इङबुङ फुलेन्द्रको बुवा, आज अलिक ढिलो आउँदै हुनुहुन्छ भन्ने सुनेको छु। अनि तपाईँहरू हुन्छ अब हाङ सर, अब फुलेन्द्रको बुवा, रविनाल बोजू, अनि यसरी थुप्रै व्यक्तित्वहरू चाहिँ एकदमै सक्रिय व्यक्तित्व यहाँ हुनुहुन्छ। अनि यसले गर्दा चाहिँ हाम्रो लिम्बू कलाकारहरूलाई पनि हामीलाई एकदमै सपोर्ट पुग्दो रहेछ, पुगेको छ। र तपाईँको योगदान यसरी नै रहिरहोस् होइन सर। अब यो यति सुन्दर सहरमा बसेर पनि तपाईँहरूले आफ्नो व्यस्त यहाँ चाहिँ हङकङमा चाहिँ घडीको सुईसँगै तपाईँहरूको चाहिँ नि जीवन शैलीहरू चलिरहेको देखेँ मैले। यति व्यस्तमा पनि तपाईँले हामीले यसरी घुमाउने मौका, यसरी चाहिँ एउटा मौका दिनुभएको छ। यहाँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। के भन्नुहुन्छ सर? अन्त्यमा सेवा टिमलाई एकदमै धन्यवाद, किनभने यो मैले नेपालमा 2 पटक हेरिसकेको छु। सेवा टिम नेपालमा एकदमै पातलो सोहरू पनि भयो, एकदम राम्रो छ। र अब आउने दिनमा पनि यो अरू मेन त यो हङकङमा सो हो, त्यसको लागि चाहिँ हाम्रो रविन्द्र सरले धेरै ठुलो पहल गरिदिनु भएको छ। साथै आयोजक टिम हाम्रो पाहिन परिवार, त्यसै गरी किम्बिङ परिवार, फुरुम्बो परिवार र संयोजक हाम्रा रविन्द्र मल्ल सर, त्यसै गरी फुलेन्द्रको बाउ, उहाँहरू सबैलाई चाहिँ एकदमै यो यसको लागि चाहिँ धन्यवाद दिनुपर्छ। एउटा टिम यो सेवा फिल्म चल्नुमा चाहिँ धेरै ठुलो हात र योगदान रहनेछ। र यसरी नै हाम्रो नेपालमा बनेको जति पनि हाम्रो लिम्बूजन्य फिल्महरू हुन्छ यो चाहिँ विदेशी बजारमै हो, केही पैसा आय आर्जन अथवा विदेश चलेपछि अलिकति बेग्लै खालको एउटा स्टारडम पनि हुने नै हो, बढ्ने नै हो। यसरी हाम्रो फिल्महरू सबै चलाउनु पर्छ भन्ने हिसाबले नै हामी चाहिँ याक्थुङ मुन्चेत चोकसँग गठन गरेको छौँ। यसमा हाम्रो नियमहरू छ। हाम्रो नियममा चाहिँ सबै फिल्महरू चाहिँ मान्नुभयो भने हामी हरेक 3 महिना अथवा 4 महिना अथवा 6 महिनामा एउटा फिल्म, वर्षमा 2टा फिल्म चाहिँ हामीले देखाउनेछौँ यहाँ हङकङमा। पक्कै पनि यो कुरा गर्दाखेरि एउटा चिन्ताको विषय पनि छ। अब हाम्रो लिम्बू कन्टेन्टहरू चाहिँ धेरै छन् र धेरै चलचित्र बनिन्छन्। अब बनिँदै गर्दाखेरि हाम्रो दर्शक समुदायले पनि हामीले माया गरेका छन्। जस्तै हङकङ, युके बस्नेहरू थुप्रै हाम्रो समुदायले माया गरिदिनुहुन्छ। नेपालमा त छँदैछ, तर बनाउने क्रममा चाहिँ अलिकति मेहनत गरेर अलिक राम्रो बनाएर ल्याउँ देखाउँ भन्ने विषयवस्तु मेरो रहेको छ। र तपाईँको त्यही नै हो। के भन्नुहुन्छ यसको सल्लाह सुझाव कस्तो रहन्छ सर? यो चाहिँ तपाईँले एकदमै सही कुरा उठाउनु भएको छ। हाम्रोमा चाहिँ कन्टेन्ट राम्रो छ,
कलाकार नै राम्रै छ हाम्रो मेन चाहिँ हामी यो फिल्म मेकिङमा चाहिँ अलिकति चुकिरहेको हामीले भन्दा पनि दर्शकहरूको गुनासो छ त्यो कुरा हामीले स्वीकार्नुपर्छ मैले बनाएको त्यो हुनसक्छ अरूले बनाउनु सक्छ हामीले स्वीकार्नुपर्छ र यो चाहिँ अब आउने दिनहरूमा चाहिँ यसलाई चाहिँ सुधारेर लानुपर्छ किनभने यो हामीले पनि कमसेकम दर्शकलाई देखाइसकेपछि चाहिँ ओहो भन्ने होस् अथवा के हुँदै रहेछ भन्ने होस् होइन अब अहिले जातीय फिल्मको हिसाब गर्दाखेरि गुरुङहरू पछि लिम्बूहरूकै फिल्म धेरै भन्छ बजारमै लिम्बूहरूकै फिल्म बिक्री भइरहेछ गुरुङहरू पछि त्यसले गर्दा हामीले के राम्रो कुराहरू दिन सक्यौँ भने हाम्रो बजार त अझै धेरै माथि जाने हो नि त भलै हाम्रो चलचित्र विकास बोर्डले हामीलाई जुन चाहिँ सेवा सुविधा दिनुपर्ने जुन चाहिँ सेवा सुविधा त नभएर जुन चाहिँ हामीले फेसिलिटी पाउनु त्यो पाएको छैनौँ होला होइन पहुँच भएको व्यक्तिहरूले मैले देशभक्ति फिल्म बनायो भने 10 लाख 20 लाख निकालेर चाहिँ फिल्म बनाउने गर्नुहुन्छ होइन अब हाम्रो कसैले त एउटा पहिचानवादी एउटा म्युजिक भिडियो बनाउँछ भने 3-4 लाख रुपियाँ म्युजिक भिडियो बनाउनुहुन्छ विकासबाटै होइन र हामी लिम्बू हाम्रो याकिङमुन चोक स्याङले जम्मा वर्षमा 2 लाख रुपियाँ दिइरहेछ होइन त्यो 2 लाखले हामीले त्यो ट्रेनिङहरू गराउनु कि त्यहाँ होइन फिल्म कसरी बन्छ अथवा एक्टिङ कसरी गर्ने त्यो ट्रेनिङहरू गराउनु कि एउटा टेक्निसियनले दिने पैसा पनि आउँदैन टेक्निसियनले पैसा दिने पनि आउँदैन त्यसले गर्दा विकास बोर्डले पनि सोच्ने कुरा हो किन अहिले बजारमा सबैभन्दा धेरै बिक्री हुने कन्टेन्ट भनेकै आदिवासी जनजातिहरूकै हो अहिले नेपालको फिल्म टप फिल्महरू अझै ओस्करमा जाने अथवा अझैभन्दा विभिन्न फिल्म फेस्टिभलमा जाएर एवार्ड जित्ने नै आदिवासी जनजातिकै कथा हो जुन चाहिँ आदिवासी जनजातिको कथाहरूले नै यति धेरै नेपाल सरकारबाट मार खाइरहनु परेको छ यो चाहिँ एकदमै दुःख लागेको छ यो कुराहरू चाहिँ अब हामी सबै आदिवासी जनजातिका फिल्म मेकर सङ्घहरू चाहिँ एक भएर पहिले नै धेरै ठुलो आन्दोलन भएको अझै योभन्दा अझै ठुलो आन्दोलन चाहिँ हामीले गर्नुपर्छ र हामीले चाहिँ केही न केही नेपाल सरकारबाट अब त्यत्रो नेपाल चलचित्र विकासमा बजेट छुट्छ त्यहाँबाट हाम्रो लागि नि केही न केही चाहिँ हुनुपर्छ जस्तो लाग्छ पक्कै पनि तपाईँको यति इम्पोर्टेन्ट एउटा महत्त्वपूर्ण सल्लाह सुझाव पनि भयो र फेरि अब हाम्रो जनजातिमा पनि लिम्बू कन्टेन्टहरूमा चाहिँ अब अन्य जातिहरूले पनि हाम्रो कन्टेन्टमा काम गर्ने र लिम्बू समुदायमा चलचित्रहरू देखाउँदाखेरि समुदायले चाहिँ हेरिदिन्छन् उहाँको चाहिँ मेजोरिटी राम्रो छ भन्ने खालको तरिकाले आएर फिल्म बनाइदिने र के न केको बनाइदिने मेहनत नगरिदिने होइन अनि देखाउँदा चाहिँ हाम्रो समुदायलाई नै हार गरेर देखाउनु पर्ने त त्यो अलिकति विकृति जस्तो पनि भएको होइन र यो विषयमा चाहिँ मलाई के लाग्छ भने अहिले हामी लिम्बूहरू अहिलेदेखि मात्रै नभएर हामी पहिल्यैदेखि सदियौँदेखि नै हामी जहिले पनि एक हुने हो यो मैले मात्रै नभएर हाम्रो अहिले भाषा वैज्ञानिकविद हाम्रो जर्ज टाइम्सले पनि बोल्नुभएको छ लिम्बूहरू चाहिँ जहिले पनि हरेक कुरामा एक हुन्छन् त्यही भएर भाषामा एक सबैको एक छ भन्नुहुन्छ हामी हरेक सुख दुःखमा एक नै हुने हो र हाम्रो कुरा कहीँ छ भने लैबाट हेर्ने नै हो लिम्बूहरू हो यसको तपाईँले भनेपछि यसको फाइदा चाहिँ कहीँ न कहीँ कुनै समुदायले लुटिरहेको चाहिँ छ लुटिरहेको हुँदा नि यो चाहिँ एउटा राम्रो तरिकाले त्यो व्यापार बुझेर आफ्नो व्यापार बिजनेस गरिराख्नु भएको छ अनि यो कुराहरूले नै गर्दा त हुने तर अलिकति अझै राम्रो अझै ध्यान पुऱ्याएर अझै मिहिन तरिकाले गएर चाहिँ भोलि लिम्बूलाई चित्त बुझ्यो यिनीहरूले गर्दा ठिक रहेछ भन्ने भयो भने त अझै राम्रो हो र तपाईँले हेर्नु चाहिँ अलिकति थोरै चाहिँ घुसाइदिने धेरै चाहिँ व्यापार गर्ने तरिकाको चाहिँ एकदमै भएको छ अनि अर्को कुरा पनि छ एउटा जस्तै लिम्बू डाइरेक्टर थुप्रैजना हुनुहुन्छ होइन तपाईँहरू होइन अनि जस्तै लिम्बू नायक नायिकाहरू पनि धेरै छौँ कलाकार त असाध्यै धेरै छौँ यसमा चाहिँ अब जस्तै 1-2 लाख रुपियाँ बोकेर आएर चाहिँ अब एउटा हिरो बन्छु हिरोइनी बन्छु भन्दाखेरि डाइरेक्टरहरूले चाहिँ अब राखिदिने खेलाइदिने त त्यो राम्रो फिल्म बनेको छ कि छैन होइन भोलि दर्शक समुदायले हेर्दाखेरि त्यो चित्त बुझाएको छैन होइन कथाअनुसारको त्यो चाहिँ कथाअनुसारको फिल्महरू बनाएको छैन गर्न सक्दैन त त्यसै अब पैसा ल्यायो हिरो बन्छु भनेर आउने अनि हिरो बनाइदिने त त्यो मान्छे उठेन त्यो कलाकार उठेन डाइरेक्टर उठेन अथवा त्यो चलचित्र उठेन त्यो दर्शक समुदायलाई देखाउँदाखेरि उहाँको चित्त बुझेन के छ हजुर यस विषयमा चाहिँ अनि एकदमै दर्बिलो प्रश्न तपाईँको यो चाहिँ के छ भन्दाखेरि हामी चाहिँ तपाईँले भने जस्तै केही लाख पैसा दिएर फिल्म खेल्ने अनि आफ्नो केरियर होइन आफ्नो जिन्दगी डुब्ने जस्तो भइरहेछ क्या त्यो ऋणहरू तिर्नु पर्यो सबै पैसा व्यवहार मिलाउनु पर्यो होइन यो चाहिँ फिल्मको नियम चाहिँ के छ भने तपाईँको म सबैले भन्दै गएको काठमाडौँ बस्दाखेरि म कोरिया बस्दा नि फिल्म सम्बन्धी पढ्ने अध्ययन गर्ने गर्थेँ हामीले फिल्म सम्बन्धी पढौँ अध्ययन गरौँ नै भन्नु मैले आफै पनि खासै ज्ञान नहुँदाखेरि मैले नेपाल चलचित्र विकासमा 2टा फिल्म दर्ता गरिरहेको छु र मेरो प्रोड्युसर पनि रेडी पैसा पनि रेडी सुटिङ गरेर जाने धेरै पटक पढेपछि चाहिँ त्यो कथा पढ्दाखेरि मलाई कहीँ न कहीँ मेरो कथामा चाहिँ अलिक मेरो मेहनत पुगेको छैन र मैले अझै यो कथालाई राम्रो बनाउन सक्छु भन्ने हिसाबले 2टा फिल्म मैले दर्ता गरेर त्यतिकै राखेको छु अनि अब आयो अर्को कुरा जुन चाहिँ त्यो हो त्यस्तो फिल्म मैले बनाउँदै गरेँ भन्दाखेरि म यति लाख दिन्छु मेरो छोरीले हिरोइनी बनाइदियो मेरो छोराले बनाइदियो भने हाम्रो समाजमा एकदमै पाउँछ त्यो छ्यापछ्याप्ती नै पाउँछ त्यो कुराहरू हुन्छ र त्यसरी गर्दा पनि हाम्रो लिम्बूमा चाहिँ समस्या के छ भने फिल्म बन्नुभन्दा अगाडि खासमा नियममा त तपाईँको
त्यहाँ कास्टिङ डिरेक्टर हुन्छ कास्टिङ डिरेक्टर कथा पढेपछि यो कथामा कुन चाहिँ कलाकार लिम्बू कलाकार कुन चाहिँ सुहाउँछ त्यो चुज गर्ने हो यदि पैसा लाउने नै मान्छे भए पनि उसले चाहिँ 2 महिना 3 महिना 4-5 महिना ट्रेनिङ गराएर पोख्त गराएर मात्रै फिल्म सुटिङमा लानु पर्ने हो नि त हामी चाहिँ पैसा आज दियो पर्छ सुटिङमा जाने चलनले गर्दा चाहिँ हाम्रो त्यो डिरेक्टरको करियर पनि डुबिरहेछ र कलाकारको करियर पनि डुबिरहेछ खासमा भन्नु न कलाकार उठ्यो न डाइरेक्टर न फिल्म उठ्यो हैन समयको खर्च धेरै भयो फेरि आफ्नो समय पनि गयो हजुर आफ्नो खर्च पनि गयो हजुर अनि लगानी गर्ने मान्छे यस्तो मलाई अब उसले चाहिँ मलाई त्यो डिरेक्टरले त्यो पैसा दिएको थियो यस्तो मात्रै भइदियो भने हुन्छ त्यो चाहिँ कला तपाईँले लगानी गरेर खेल्दा पनि त्यो कथा पढ्नुहोस् कथा अनुसार चाहिँ तपाईँले त्यो अहिले तपाईँको काठमाडौँमा छ्यापछुप्पी पाउँछ जहीँ पनि सिक्न पाइन्छ अभिनय अथवा वर्कसप गराउनुपर्छ नि त नेपालको सबै फिल्महरू भन्दाखेरि वर्कसप यतिमै नराखेको हुन्छ नि त त्यो वर्कसप लिने वर्कसपमा खासै धेरै खर्च पनि हुँदैन आफ्नो खर्चले आउने जाने वर्कसप लिने अनि त्यहाँ जो हाम्रो जुन चाहिँ मेरो सिन कतिवटा छ त्यो फिल्महरूमा त्यो सिन सबै मैले त्यहाँ वर्कसपमै गरिसकेपछि त मलाई केही न केही त पक्कै पनि राम्रो त हुन्छ नि त होइन हाम्रो लिम्बू फिल्ममा त्यो चाहिँ एकदमै देखिएको छैन त्यो चाहिँ मैले सिधै पैसा लिएर आयो अनि सिधै सुटिङमा लग्यो उसलाई चाहिँ अब एक्टिङ बारेमा अथवा उसलाई चाहिँ जस्तै यो भन्दै गर्दाखेरि हुन त अब कतिले अनर्थ लाग्ला तर के छ भने यथार्थ कुरा चाहिँ यही हो तितो सत्य हुन्छ अनि अब धेरै सिकेर बस्ने हाम्रो लिम्बू कलाकारहरू पनि हुनुहुन्छ नायक नायिकाहरू तर उनीहरूले काम पाएको छैन तर जसले पैसा लिएर आएको छ उसले चाहिँ नि हिरो हिरोइनी खेल्नु पाउने तर त्यो फिल्म भोलि अब उठेन होइन त्यो कलाकार उठेन डाइरेक्टर पनि उठेन र हाम्रो लिम्बू समुदायलाई चाहिँ अब टिकट कटाएर एक दिन खर्चेर पैसा तिरेर बनिएर आउँछन् है पुरा अर्नामेन्ट लगाएर पुरा राम्रो भएर आउँछन् दिन बित्छ तर त्यो बेला उनीहरूले चित्तबुद्ध चलचित्र बनेन भन्ने विषय पनि त हो नि अनि यो एकदमै काठमाडौँमा चाहिँ धेरै बाक्लो रूपमा लिम्बू फिल्म भए पनि लिम्बूहरूले अत्यन्तै लिम्बू फिल्मलाई माया चाहिँ गरिरहेको हो र अलिक सोचे अनुरूप जस्तै कि हाम्रो चाहिँ त्यो मेहनत गर्न नसकेको हामी फिल्म कर्मी भएकोले गर्दा म आफै महसुस गर्छु त्यो हाम्रो कमी छ त्यसलाई सुधार्दै चाहिँ लानुपर्छ हामीले यस्तै मात्रै कन्टेन्ट दिएर चाहिँ समुदाय कति दिन चल्ने भन्ने कुरा नै हो होइन हामीले अझै धेरै बच्चा छ धेरै फिल्महरूलाई अझै धेरै ठाउँ पुऱ्याउँछ देश विदेश एवार्ड जित्नु छ हामीले होइन त्यसले गर्दा हामीले चाहिँ सिक्दै जानुपर्छ र त्यो सिक्ने क्रममा चाहिँ कसैले छोड्नु हुँदैन यो कुरामा चाहिँ त्यो किनभनेको अहिले जमाना अझै अब ए जमाना आएको छ अब हामीले कथाहरू हामी ए मार्फत पनि हामीले चाहिँ बनाउन सक्छौँ होइन त्यसले गर्दाखेरि अब हामीले चाहिँ काम गर्दैमा सधैँ त्यही भन्छु मैले आफै काम नगरेको मेरो प्रोड्युसर रेडी कलाकार रेडी सबै कुरा रेडी हुँदैन मैले काम नगरेको काम चाहिँ मेरो कथामै अलिकति मलाई चित्त नबुझेर चाहिँ मैले बरु म काम गर्छु चित्त बुझ्ने तरिकाले गर्छु अनि पनि के भइहाल्छ भने ठिकै छ फेरि म सिक्छु होइन अनि फेरि काम गर्छु त्यो हामीमा चाहिँ त्यो सिक्ने अथवा पढ्ने यो हामी फिल्म सम्बन्धी काम गरेर चाहिँ फिल्म सम्बन्धी सिक्नु पर्यो पढ्नु पर्यो नि त होइन हो त कतिपयलाई थाहा छैन होला त्यो हाम्रो त्यो जति पनि हाम्रो नेपाली फिल्म अथवा नेपाली म्युजिक भिडियोहरू पनि कति त्यो एकदम त्यो अब कोरियन थाईहरू त्यो सिङ्गो कपी गरेको देखिन्छ क्या त्यो सिनेमाटोग्राफी नै क्या त्यो मैले भन्ने कुरा त्यो फिल्मको विशेषज्ञले नै भन्नुहुन्छ होइन त्यसले गर्दा हामी चाहिँ नसिक्ने अर्को मात्रै कति दिन कपी गर्ने त होइन हाम्रो छिमेकी देशले यो सङ्गीत हाम्रो भनिसक्यो छिमेकी देशले यो कन्टेन्ट हाम्रो भनिसक्यो हामीले कुनै हामीले म्युजिक भिडियो एवार्डहरू हुँदा अथवा फिल्म एवार्ड हुँदाखेरि त्यस्तो खालको फिल्म पठायो भने यो त सङ्गीतै त्यो देशको हो यो त कन्टेन्टै त्यो देशको भनिन्छ नि त हाम्रो अर्ग्यानिक पनि त हामी आदिवासीसँगै छ नि त नेपालमा होइन अथवा अरूमा छैन भन्ने कुरा होइन जस्तो कि प्रकाश फिल्म भन्ने बन्यो त्यो प्रकाश फिल्म नेपालको निकै राम्रो मुभी हो र नेपाल देशको फिल्ममा एउटा इटा नै हो त्यो पनि होइन जब हाम्रोमा चाहिँ त्यो अरू देशको कपी गर्ने चलनले गर्दा चाहिँ यहाँसम्म आइपुगेको छ तर अब यो केही एक दशकदेखि चाहिँ निकै राम्रो फिल्महरू बजारमा आइरहेको छ आदिवासी जनजातिको फिल्मले मार्केटै क्याप्चर गरिरहेको छ अहिले त एकदमै खुसी लाग्छ यसले अझै सुधार्दै अझै राम्रो गराउँदै गयो भने पक्कै पनि हाम्रो एक दिन चाहिँ नेपाली फिल्म सिने जगतमा मात्रै नभएर इन्टरनेसनल फिल्म सिने जगतमा पनि नेपालको आदिवासी जनजातिको कन्टेन्ट बिक्री हुनेछ र हाम्रो बजार एकदमै सुनिश्चित र राम्रो हुनेछ जस्तो लाग्छ अवश्य पनि तपाईँको महत्त्वपूर्ण सल्लाह सुझावको लागि अब हाङ सर होइन तपाईँ अब एकदमै राम्रो निर्देशकमा तपाईँलाई चाहिँ छवि राख्नु भएको छ र तपाईँप्रति हाम्रो समुदायले दर्शकहरूले पनि आशा राखेको छन् है अब आउँदो चलचित्रहरू राम्रो बनाउनु होला र त्यही त यो कुरा गर्दाखेरि अब धेरै कुरा होलान् तर यहाँ जुन हङकङसम्म अब हाम्रो सेमेवा चलचित्रलाई तपाईँको नेतृत्वबाट चाहिँ हामीलाई ल्याइदिनु भयो अनि हाम्रो नायिका पवितेनले त्यसै गरेर चाहिँ म रुद्र पाइम अनि हाम्रो निर्देशक दिलीप पुरमज्यू हामीलाई यहाँसम्म चाहिँ यात्रा चाहिँ जुन भ्रमणको एउटा अवसर दिनुभयो यहाँ सबैलाई धेरै धेरै धन्यवाद छ हाम्रो पाइम समाज हङकङ त्यसै गरेर तेम्बे समाज हङकङ अनि 5 थर समाज हङकङ है फुरुम्बो समाज यसमा हाम्रो रविन कुमार नाल्बोजी हुनुहुन्छ
र अन्य थुप्रैजना व्यक्तित्व हुनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् त हुन्छ सेवा